तपाईहरुले बैंक खातामा पैसा त राख्नु नै भएको होला। सबैजनाले पैसा बैंकमा सुरक्षित हुन्छ भनेर राख्छौँ। सुरक्षित त बैंकमा हुन्छ नै, साथै धेरै त्यसमा रिस्कहरू पनि रहेका छन्। सामान्यतया हामीले बैंकमा पैसा राखिसकेपछाडि त्यसको विभिन्न सेवा सुविधाहरू लिएका हुन्छौँ, जस्तै मोबाइल बैंकिङ, एटीएम, इन्टरनेट बैंकिङ लगायतका विभिन्न सेवाहरू लिएका हुन्छौँ। यस्ता सेवाहरूले हामीलाई बैंकको आफ्नो खातासम्म पुग्ने पहुँच चाहिँ दिएको हुन्छ। आज हामी मोबाइल बैंकिङको विभिन्न किसिमका फ्रडहरू सुनिरहेका हुन्छौँ। मेरो खाताबाट पैसा चोरी भयो भन्ने कुराहरू सुनिरहेका हुन्छौँ। यस्ता कुराहरू के कारणले गर्दा हुन्छ र कसरी यसबाट बच्ने भनेर हामीले आज केही कुराहरू गर्छौँ। सामान्यतया बैंकबाट पैसा चोरी हुन सक्दैन। बैंकका सुरक्षा प्रणालीहरू एकदमै बलियो र मजबुत हुन्छन्। हाम्रो खाताबाट पैसाहरू चोरी हुने, फ्रड हुने, स्क्याम हुने जस्ता कुराहरू चाहिँ हाम्रै आफ्नै लापरवाहीको कारण भएका हुन्छन् कतिपय कुराहरू। किनभने हामीले मोबाइलमा विभिन्न किसिमका एपहरू चलाउँछौँ, थर्ड पार्टी एप्लिकेसनहरू चलाउँछौँ, त्यही मोबाइलमा बैंकको मोबाइल बैंकिङहरू चलाउँछौँ। कसैले व्हाट्सएपमा अथवा अन्य कुनै पनि प्लेटफर्ममा मेसेजहरू, लिङ्कहरू पठाउँदा हामी व्यवस्था गरेर के रहेछ त हेरिदिइहालौँ भनेर झट्ट त्यो चाहिँ हामीले खोलेर हेरिहाल्छौँ। त्यो भनेको विभिन्न स्क्यामर, ह्याकरहरूले पठाएको लिङ्कहरू हुनसक्छ। त्यो लिङ्क हामीले खोल्दाखेरि उनीहरूले हाम्रो मोबाइलको एक्सेस पाउने र त्यसबाट उनीहरूले हाम्रो बैंकको खाताको पनि एक्सेस पाउँदाखेरि विभिन्न किसिमका चोरीका घटनाहरू चाहिँ भइरहेका हुन्छन्। यस्ता चोरीका घटनाहरूबाट बच्न चाहिँ हामी आफै सजग हुनु अत्यन्त जरुरी छ। मोबाइल बैंकिङ लगायतका विभिन्न प्लेटफर्महरूबाट चोरी गर्ने समूहहरूले विभिन्न फेक कलहरू गरेर पनि तपाईहरुलाई विभिन्न कुरामा झुलाएर तपाईहरुको डाटा चोर्ने कामहरू पनि गर्छन्। हामीले केही सतर्कताहरू अपनायौँ भने यस्ता छली, यस्ता चोरीहरूका घटनाबाट चाहिँ हामी बच्न सक्छौँ। बैंक तथा वित्तीय संस्थाहरूले कहिले पनि ओटिपी, पिन जस्ता कुराहरू माग गर्दैन। कसैले तपाईलाई यदि फोन गरेर तपाईको ओटिपी भनिदिनुस्, म फलानु बैंकबाट गरेको, तपाईको एकाउन्टमा यस्तो भएको छ, तपाईको एकाउन्ट ब्लक हुनेवाला छ, एउटा कोड पठाउँछौँ, त्यो मेसेजको पिन भनिदिनु भयो भने हामी तपाईको एकाउन्ट ब्लक हुनुबाट रोकिदिन्छौँ भनेर तपाईहरुलाई झुक्क्याउन सक्छन्। यस्तो कुराहरूमा तपाईहरु नझुक्किनु होला। बैंकले कहिले पनि पिन अथवा पासवर्डहरू तपाईसँग माग्दैन। भनेको अहिले विभिन्न किसिमका मेसेजहरूबाट तपाईको केवाइसी अपडेट गर्नुस् न त तपाईको खाता ब्लक हुन्छ, तपाईको पैसा फ्रिज हुन्छ भन्ने जस्ता मेसेजहरू पठाउँछ। साथै त्यसमा एउटा लिङ्क पनि पठाउँछ। यो लिङ्कमा क्लिक गरेर तपाईको केवाइसी अपडेट गरेर आफ्नो खाता ब्लक हुनबाट बच्नुस् भन्ने जस्ता मेसेजहरू पनि आउँछ। त्यस्तो मेसेजहरू जेन्युन हो कि होइन भनेर अलिकति विचार चाहिँ गर्नुपर्छ। यतिकै जेबाट मेसेज आए पनि हजुरहरूले केवाइसी अपडेट गरिदिनु भयो भने, केवाइसी अपडेट गर भने लिङ्क क्लिक गर्नुभयो भने तपाईको बैंकमा रहेको पैसा असुरक्षित हुन। अर्को, तपाईहरुले आफ्नो मोबाइलमा स्क्रिन शेयरिङ एपहरू डाउनलोड नगर्नु होला। किन भन्दाखेरि स्क्रिन शेयरिङ एपहरूबाट कसैले एकचोटि एक्सेस पाइसकेपछि तपाईको सम्पूर्ण स्क्रिनमा तपाईले के चलाउनुहुन्छ, तपाईको मोबाइलमा के छ, सम्पूर्ण कुराहरू उसले एक्सेस पाउन सक्छ। जस्तै एनडिए जस्ता एप्लिकेसनहरू चाहिँ आफ्नो मोबाइलमा नराख्नु होला। यसले पनि केही रिस्क बढाउने गर्दछ। साथै अर्को, तेस्रो भनेको तपाईहरुले पब्लिक वाइफाईबाट कहिले पनि मोबाइल बैंकिङ चलाउने कामहरू नगर्नु होला। किन भन्दाखेरि तपाईको पब्लिक एक्सेसमा भएका वाइफाईहरू तपाईहरुलाई झुक्क्याउनको लागि छोडिएको हुन सक्छ। त्यसमालाई तपाईले कनेक्ट गर्ने बित्तिकै उनीहरू तपाईको मोबाइलको एक्सेसमा आउन सक्छन् र तपाईले के पासवर्ड राख्नुभयो, के गर्नुभयो, तपाईको बैंक एकाउन्टमा कति छ, सबै हेर्न सक्छ। धेरै जसो स्क्यामरहरूले मैले तपाईको फलानु बैंकबाट फोन गरेको, हजुरको खातामा यस्तो भइरहेको छ भनेर केही तपाईको इन्फर्मेसन पहिले नै लिइसकेको हुन्छ। त्यसबाट हजुरलाई यति विश्वास दिलाउँछ कि साँच्चीकै बैंकबाटै गरेको रहेछ भन्नेसम्म बनाउँछ। त्यसपछि तपाईहरु आफ्नो पर्सनल इन्फर्मेसनहरू दिन बाध्य हुनुहुन्छ। त्यसैले तपाईले पहिला आफू कन्फर्म भएर मात्र यस्ता विवरणहरू दिनु होला। विशेष गरी ओटिपी, पिन जस्ता कुराहरू चाहिँ दिँदै नदिनु होला। त्यो बैंकले कहिले पनि माग्दैन। हवस्, आजलाई यति नै। पछि अर्को भिडियोमा फेरि अन्य यस्तै चेतनामूलक कुराहरू लिएर आउनेछु। धन्यवाद।